Hello and good morning, guys. Another day of vlogging, होइन तर नट स्योर अपलोड गर्छु कि गर्दैन। आज पनि आई हेभ स्टार्टेड माई भ्लग, तर पोस्ट गर्छु कि गर्दैन चाहिँ थाहा छैन मलाई। आज मन्डे, मेरो छुट्टी हो आज चाहिँ फुल्ली। उठेँ, चिलमा उठेँ आज। निन्द्रा अटोमेटिक छुट्ने तरिकाले उठेँ। आई डिडन्ट फोर्स माइ सेल्फ, किनकि छुट्टीको दिन आज आनन्दले उठ्छु भन्ने तरिकाले उठेँ। उठेर चाहिँ आई गेट रेडी, अनि हुने म डाइरेक्ट जिमतिर। आज मेरो चेस्ट र ट्राइसेप छ, टक गरेर खानेकुराहरू किनेर के गर्छु म त्यो भ्लगमा देखाउँछु। तर स्टिल नट स्योर इफ आई एम गोइङ टु पोस्ट दिस भ्लग अर नट। ओके, ल आई एम अन माई वे, एकछिन भेटौँला। ल गाइस, मैले चाहिँ भर्खर जिम सकाएँ। अब चाहिँ खानेकुरा किन्नलाई जानुपर्ने हुन्छ, किनकि घरमा धेरै खानेकुराहरू सामान छैन। अनि म जाँदैछु आल्दी, वर्ल्ड सबैभन्दा चिपेस्ट सुपर मार्केट। त्यहाँ गएर चाहिँ सामानहरू उठाउनु पर्ने हुन्छ। म चाहिँ अहिले मेरो सबभन्दा फेभरेट गल्लीमा आइपुगेँ। किन फेभरेट भन्दाखेरि यहाँ चाहिँ रेस्टुरेन्ट छ। यस्तो दामी देखिन्छ। अझ यहाँ मान्छे भएर कस्तो दामी हुन्छ। अहिले टाइम भएको छैन, 11 समथिङ मात्रै भइरहेछ। 12 बजीतिर रेस्टुरेन्टहरू ओपन हुन्छ अनि मान्छेहरू पुरै प्याक हुन्छ। कस्तो दामी ठाउँ छ क्या यो। होटल्सहरू पनि रेस्टुरेन्ट्सहरू पनि कस्तो राम्रो छ क्या। एन्ड एभ्री टाइम इट्स फुल। यो एली चाहिँ मलाई एकदम दामी लाग्छ, भेरी फुल। हामी जान्छौँ सिधै मिट सेक्सनमा। चिकन ब्रेस्ट कति ग्राम छ यो? 250 grams, only 4 euros something. Nice deal. This is what I like about Aldi. Normally यसको अरू ठाउँमा 14 euro 15 euro हुन्छ है, यहाँ around 10 euro मा आइरहेको छ। Maybe it was a bit bigger, or is this the same? सस्तो छ यार आल्दीमा। अब मैले एउटा कुरा नबुझेको गाइज होइन, म भर्खर ग्रोसरी किनेर आएको होइन। एभ्री टाइम म सुपर मार्केट जान्छु, एभ्री टाइम चाहिँ मैले सोचेको भन्दा धेरै भइरहेको हुन्छ क्या पैसा चाहिँ। हुन्छ नि के कुरा किन्नु भनेर हिँडेको हुन्छ। एन्ड देन अरे यो पनि मलाई चाहिने थियो त, यो पनि मलाई चाहिने थियो त भनेर जहिले पैसा धेरै भइ नै हाल्छ क्या, धेरै उठि नै हाल्छ। यो मलाई मात्रै हो कि अरूलाई पनि त्यस्तो हुन्छ यो ग्रोसरी किन्नु जाने बेलामा? म चाहिँ लन्ड्री हिँडेको, किनकि मेरो घरमा वासिङ मेसिन छैन। अन्त चाहिँ वासिङ मेसिनमा लुगा हालिराखेर खाना खाएर फेरि हिँड्नु जानुपर्ने हुन्छ। र म चाहिँ अहिले बाहिर निस्केको। हाम्रो नेपाली दाइको फ्रान्समा चाहिँ एउटा फोटो एक्सपिडिसन जस्तो हुन आँटिरहेको रहेछ। त्यहाँ एकछिन हुन आँटेको। के रहेछ एक्जिबिसनमा म देखाउँछु है त।
Look at this view. म चाहिँ गाइज होइन चाइनिजकोमा खाना खाएर आएको पोर्चुगलको म्याच सुरु भइसकेको छ घरमा छिटो कुदेर म्याच हेर्नुपर्ने हुन्छ होइन त्यो भएर ताप हाल्छु म चाहिँ हो सिउन बिठाइ अनफोर्चुनेटली पोर्चुगलले चाहिँ म्याच हारिहाल्यो अनि देन म चाहिँ हातमुख हेरेर सुत्नतिर लागेँ होइन ल यो ब्लगलाई चाहिँ यति नै सी इन द नेक्स्ट ब्लग गाइज